पोतोसँग रहेका केही भ्रम र यथार्थहरू। यो ग्यास्ट्रिक वा पेटको समस्या भएर आउँछ, यो भ्रम हो। यो कुनै क्यान्सरको लक्षण हुन सक्छ, यो पनि भ्रम हो। यो रगत बिग्रेको संकेत हो, यो पनि भ्रम हो। यसको रोकथाम र उपचार, यसको सबैभन्दा महत्त्वपूर्ण कदम भनेको नै घामबाट जोगिनु हो। घरबाट बाहिर निस्किनु भन्दा 10-15 मिनेट अगाडि एटलिस्ट 30 अथवा 30 SPF भन्दा माथिको सनस्क्रिन प्रयोग गर्नुहोस्। यदि बाहिरै रहने भए हरेक 2 देखि 3 घण्टामा सनस्क्रिन रिएप्लाई गर्नुहोस्। यसका साथै फिजिकल प्रोटेक्सनहरू वाइड ब्रिम हेड क्याप, मास्क, साउल तथा छाता आदिको प्रयोग गर्नुहोस्। डाक्टरको निर्देशन अनुसार नियमित प्रिस्क्राइब ट्रिटमेन्टका साथै सल्लाहको पालना गर्नुहोस्। तर आफै किनेर रेन्डम फेयरनेस क्रिमहरू प्रयोग नगर्नुहोस् जसमा स्टेरोइड हुन्छ। यसले क्षणिक रूपमा सुधार गरे पनि कालान्तरमा नराम्रो असर पार्दछ।